बलात्कार गर्नेलाई चाहिँ फाँसी देऊ, त्यो फाँसीको सम्भावना छ? नेपालको संविधानले त्यसको परिकल्पना गरेको छैन। तपाईँले के गर्नुहुन्छ? त्यसलाई परिमार्जन गर्ने, संशोधन गर्ने केही छ त्यस्तो? होइन, यस्तो छ तपाईँको। अब यसमा तपाईँको मेरो व्यक्तिगत धारणा सोध्नुहुन्छ नि, यसमा चाहिँ तपाईँको बलात्कारीलाई फाँसी दिनु एकदम राम्रो कुरा हो। क्यापिटल पनिसमेन्ट चाहिन्छ हाम्रो देशमा, नत्र भए मान्छेहरू तपाईँको तर्सिँदैनन् भनेर भनौँ न होइन। अब बलात्कारीको कुरा अघि मैले हजुरलाई भनि नै हालेँ होइन। गोली हानेर त मार्दै रहेछ त तपाईँको त होइन, शान्तिपूर्ण आवाज उठाउँदैन मार्दै रहेछ त। भनेको त बलात्कारीलाई र तपाईँको त यो भ्रष्टाचारीहरूलाई त तपाईँको गोली हानेर त मार्ने त तपाईँको त के न के त कानुन त ल्याउनु पर्ला नि त त्यसको लागि त होइन। त्यसरी गरेर फ्रिली तपाईँको हामी भोइस उठाउँदा हुन्छ भने, अब कोही छोरी चेलीलाई बलात्कार गर्छ भने क्यापिटल पनिसमेन्ट इज नेसेसरी होइन। अब यो चाहिँ मेरो व्यक्तिगत धारणा हो। अब यसको लागि तपाईँको समस्त अब सबैजना हामीहरू मिलेर डिस्कसन गर्नुपर्ने छ, नीति नियम कानुनहरू अब त्यसमा चाहिँ अब चेन्ज गर्नुपर्ने होइन, हरेक कुराहरू छन् होइन। त्यसको लागि डिस्कस गरेर गर्नुपर्छ। अन्तिममा बिरुवागुठीमा तपाईँले सम्पर्क गर्नुभयो सिडिओ साहबसँग, प्रहरी प्रशासनसँग, एसपी साहबसँग के भन्नुभयो? उहाँहरूले चाहिँ के भन्नुभएको छ भन्दाखेरि चाहिँ हामी जसरी पनि समात्छौँ सर भनेर भन्नुभएको छ। अनि मेन चाहिँ त्यो महिलाको अवस्था र अहिले उद्धार के गर्नुपर्ने हो विशेष त त्यसमा ध्यान दिनुपर्ने छ। खुट्टा छिन्नेकै अवस्थामा छ कि के छ? खुट्टा काट्नुपर्ने भनेर भन्नुभएको छ। अब त्यही अनुसारमा क्राइम गरेको मान्छेलाई त एकदम कडा भन्दा कडा हामीले यो फौजदारीमा जाने भयो? फौजदारीमा जान्छ।